चिकन छ, नुडल्स छ, तर घरमा बनाउन आउँदैन। ल आउनुहोस्, म तपाईँहरूलाई सिकाउँछु कसरी बनाउनु त घरमै बसी बसी चिकन नुडल्स। वेलकम टु माई न्यू भ्लग। सबैजना सन्चै हुनुहुन्छ होला। आज चाहिँ म छुट्टीको दिनमा चाहिँ नुडल्स खानको लागि चाहिँ बगला पुगिसकेँ। बगलामा गएँ, स्पेसल नुडल्स ल्याएर आइसकेँ। फाइनली म पनि रुममा पुगिसकेँ। चाउमिन बोइल गर्नको लागि चाहिँ मैले चाहिँ पानी सानी अनि लाइटर साइटर हाने ग्यास स्यास ओपन गरेँ अनि चपिङ बोर्डहरू नाइफहरू रेडी गरिसकेँ। फाइनली मैले चाहिँ अनि चिकन सबै क्लिन गरेर त्यसपछि चाहिँ मैले चाहिँ चिकन कटिङ गर्न थालेँ। चिकन कटिङ गरेर भ्याइसकेपछि मैले क्यारेटहरू पनि रेडी गरिसकेँ, ग्रिन चिल्लीहरू, अनियनहरू अनि गार्लिकहरू पनि रेडी गरिसकेँ। फाइनली मैले चाहिँ तपाईँहरूले सोचिराख्नु भएको होला चस्मा लाएर किन कटिङ गरेँ। चस्मा लाएर कटिङ गर्न एकदम मजा आउँछ, किनभने ओनियन कटिङ गर्दा फेरि आँखाबाट आँसु आउँदैन। त्यस कारणले चाहिँ मैले चस्मा लाएर कटिङ गर्छु। उतातिर चाहिँ फुल्लै पानी बोइलिङ भइरहेको थियो। मैले चाहिँ त्यसपछि फोडेर हालिदिइसकेँ होइन। त्यसपछि चाहिँ मैले ग्रेभी बनाउनको लागि एउटा पतेलामा चाहिँ ट्याक्क लाएर तेल सेल हालेर अनि ग्रिन क्याप्सिकमहरू हालेर रेडी गरिसकेँ। चिकनहरू फाइनली पाकिसकेको देख्न सक्नुहुन्छ। एकदम लाजवाब भइसकेको छ। जति जुसी भयो त्यति नै बवाल हुन्छ चाउमिन चाहिँ होइन। खानुहरू चाहिँ धेरै पहिलादेखि भनिरहेको थियो मलाई चाहिँ नेपाली चाउमिन खान मन लाग्छ भनेर। मैले चाहिँ आज चाहिँ उसलाई एकदम बवाल तरिकाले बनाएर दिएको त उसलाई चाहिँ एकदम मन पर्यो भनिरहेको थियो।